नखाइकन बाँचिने रहेन रहेछ त नि मरिया त्यो के खाला है हो नि दाइ हो खै अलि ठुलो कता वेलकम ब्याक टु माई न्यू भ्लग त स्वागत छ सबैलाई मेरो आजको नयाँ भ्लगमा र आज हामी केटाहरू गरमतिर यस्तो लाग्दिनु पर्यो धेरै गर्मी बढ्न थालिसक्यो क्या झापामा त्यही भएर यस्तो हावा खानु पर्यो भनेर घाम नि हेर्न सक्नुहुन्छ पुरै टिलिलिली छ त्यही भएर अब यसो चिसो खाइदिउँ न त भनेर लागेको दाजुभाइ के छ त विचार अनि भाइ लाग्दिउँ तेल तेल छ नि मेरो कति छ यहाँनिर मेरो 3 ए 4 रहेछ 4 मेरो त मस्त भ्याउँछ कतिको हालिदिने हो 500 ल अब हामी लाग्छ त्यो फाइनल्ली यतिखेर चाहिँ हामी बुधबारेमा छौँ अनि केटाहरूले चाहिँ यहाँनिर भुटुन हाल्दैछ बाइकमा टक्क भुटुन हालेर निक्लिन्छ बाहिर म यहाँ छौँ त्यसपछि सिधै हामी चल्दिहाल्ने हो तर भाइ आज यता पाहाडतिर नि लास्ट चिसो छ जस्तो लाग्यो मलाई हामी त अलि यस्तो छ सर्टमा चलिरहेछ मार्छ त अनि चल अब त हामी लाग्दिँदैन ल केटाहरू हिँडिसक्यो अब हामी लाग्दियो सो हामी यो कुन ठाउँ हो यो हुन चाहिँ अलिकति यता ठाउँको नाम चाहिँ थाहा छैन तर हामी बबाले ठाउँमा आइपुग्यौँ यतिको भ्यू पनि झापालीको लागि त ठिक हो है यतिको भ्यू एकदम तर भाइ जाडो थियो नि आज पानी पर्ला जस्तो भइरहेको यार आकाश हेर्दा त पानी पर्ला जस्तो भइरहेको छ त्यही पनि के छैन आगो पनि लागिरहेको छ उ परेर उडिरहेको अब हामी चल्दिउँ है केटाहरू अगाडि गइसक्यो अब हामी पनि लाग्दिन्छौँ सो बाइक चाहिँ कडाइ छ क्या कडाइ तान्छ क्या केटाहरूले बुक पनि लिएर आएको छ भनेपछि अब हामीसँग यही छ एज अ थिङ्क डिफरेन्स डु यु नो थिङ्क डिफरेन्ट ओके लेट्स गो चल्दिउँ अब हामी सो फाइनल्ली वी आर इन कुटी डाँडा यहीँदेखि माथि होइन भाइ ए पाथिघरा जाने यहाँदेखि माथि टक्क हामी गयौँ भने चाहिँ पाथिघरा पुग्छौँ सानो पाथिघरा तर यहाँ बुढी बाउडी आएको छ नि त चिसोले चिसो खाना आएको धेरै नै चिसो खाना आयो जस्तो लाग्यो अब हामी फर्क्यौँ कि जाऊ यति आयो के किन हार मान्नु होइन अब रिक्सलाई खेलेर आज यस्तो गर न यहाँ मलाई यस्तो त्यसको सो फाइनल्ली वी आर इन सयपत्रीको फुल कस्तो बगाल्यो ओहो हो सयपत्रीको फुल अथवा फुल जुन भयो भने बवाल त बवालै हुन्छ कि तर पनि यस्तो ठाउँमा बवाल यहाँ केही छैन यता आउँदा यस्तो फोहोर छ तर पनि सयपत्री फुलिरहेछ मतलब फुल्नलाई त्यस्तो होइन क्या फुल्नलाई मतलब त्यस्तो धेरै उयो चाहिँदैन रहेछ कि पढ्ने मान्छेलाई किताब चाहिँदैन माहौलले केही असर गर्दैन क्या यस्तो ठाउँमा फुल फुल्न सक्छ भने जिन्दगीमा के चाहिँ गर्न सकिँदैन भन्ने कुरा हो क्या मेरो अब यताको भ्यू हेर्नु न क्या सो फाइनल्ली वी आर इन कन्याम यहाँनिर यसो खाजा खाँदा हामीले यहाँबाट निक्लिनु पर्ने हुन्छ उता माथि हेर्नु न माथि बवाल ठाउँ छ क्या यहाँ यता भाइ चाबी त तिमीले निकाल्दै हुन्छ त यहाँदेखिको भ्यू एकदम लाजवाब साका लगिन्छ त्यतिको लोयल चाहिँ हुनुपर्छ है म देखाउँदिनँ त्यतातिर म त्यो लोयल सोयलको चक्करमा बस्दिनँ नि हो यहाँनिर जहिले आउने स्पोट हो क्या यहाँनिर भने अरे भाइ यता आऊ न यहाँ हो नि बस्ने ठाउँ यार यहाँनिर एकदम चिल प्रायः जस्तो आउँदाखेरि हामी बस्ने भनेको यहीँनिर हो क्या
यहीँनिर बस्दा एकदम मजा आउँछ। यहीँनिर बसिन्छ अनि त्यसपछि एक लट यता घुम्न जाइन्छ, त्यसपछि हामी डाइरेक्ट घर निक्लिहाल्छौँ। तर चिसो खाना आएको धेरै नै चिसो रहेछ क्या। हेर्नु न भ्यूले मारेको छैन त, मार्केट खाएको छैन त। छ्याट्टसँग यहाँनिर एउटा लिएर आऊ त माल लोकल 10 को चिरिप्पै 10 रुपियाँकोले पुरै जिउ त नि पुरै बनाउँछ नि भाइ यो चिसोमा। जुम हानेर हेर्नु न, जुम मान्छेहरू हेर्नु छ यहाँनिर। अझै हल्लियो। सो फाइनल्ली हाम्रो चाहिँ चिया आइसकेको छ। अब चिया ट्याक्क एकदम बबाल छ है चिया चाहिँ। खाइ पनि सक्यो 2-3 सुरुप चाहिँ। लोकेसन त यो कन्यामको ठ्याक्क यो डाँडा देखिन्छ नि, त्यहाँदेखि ट्याक्क अगाडि आउनु भयो भने ठ्याक्कै यो के भन्छ है कटेजमा आउनुहुन्छ। अनि एकदम बेस्ट छ है चिया चाहिँ। चिया अब हामीले सुक्खा मगाएको छ यसो खाएर हामी यो डाँडातिर जान्छौँ। त्यहाँ माथि देख्नु भएको छ नि, धेरैवटा रिल उदी पनि देख्नुहुन्छ हजुरहरूले यो डाँडालाई। हाम्रो रिलमा पनि हुन्छ यसो ठोकौँ लाइक ठोकौँ केयर ठोकौँ होइन, के छ र 2 दिने जिन्दगीमा। चिया खाएर यसो थुक्पा चुरुप्प तानेर चाहिँ हामी ठक्क यतातिर जान्छौँ। चम्चीमा ट्याक्क उठाएर तान्ने एकदम मजै त्यही छ कि त्यसको। अहिले हाम्रो खाजा आइसकेको छ। अब हामी खाजा खान्छौँ अनि त्यसपछि निक्लिन्छौँ है त। अब खाजा खाएको अब नदेखाउँ होला है, अलिकति गाह्रै हुन्छ क्या खाएको देखाइयो भने। अब फेरि कतिखेर हेर्दै हुन्छ क्या भ्लग, त्यही भएर चाहिँ अलिकति गाह्रो पर्छ क्या। फेरि अब एकदम भोक लागेको बेला हेरेको छ भने त अनि गाह्रो भइहाल्छ नि त। त्यही भएर हामी खाएको चाहिँ देखाउँदैनौँ। खाइसकेर हामी माथि डाँडामा जान्छौँ, त्यहीँदेखि स्टार्ट हुन्छ है त। सो फाइनली हामी बिल तिरेर निक्लिसक्यौँ। अब त्यसपछि हामी कता यता जान्छौँ होइन। इट्स ललिपप। तर मेरो हात ओभर कालो देखा, यत्रो कालो त छैन हौ मेरो हात। थ्याट अलिकति क्वालिटी कम आउनु थाल्यो क्या हो मेरो मोबाइलको। यतिको कालो कसरी हुन्छ हौ यस्तो कालो हात? यो गडीको भित्ता बरु अलिक सेतो देख्छु त हौ म त। के हो यस्तो? थ्याट तेरिका भएन नि। तर मैले दिने हात खुट्टा धुँदा पनि यस्तो चाहिँ कसरी हुन्छ क्या। सो केटाहरू माथि पुगिसक्यो। म पनि यो टिपेर कि भाग्दिउँ हौ, यत्तिकै भाग्दिउँ कि क्या हो तलतिर। ल्या पानी पऱ्यो त, सेट भयो नि त पानी पऱ्यो। चिपहरू लिएर म चल्दिएको ल तलतिर, यो लिएर। कन्याम लेखेको ठाउँ चाहिँ यहाँनिर छ क्या, ठ्याक्क आउँदै। तर यहाँभन्दा स्पेसल त मलाई यता माथितिर डाँडैतिरै लाग्छ क्या होइन भाइ। त्यो कन्याम लेखेको ठाउँमा त केही नै छैन, अलिकति फोटो खिचाउने ठाउँ हो त्यति नै हो। तर यता माथि चाहिँ एकदम बबाल छ क्या। चियाहरू सबै यतैतिरै छ। मलाई पनि देखाउँ त सल्लाहको धुप्पी। यो धुप्पी भाइ बाल्ने खालको धुप्पी हो यो आगोहरू बाल्नु पनि छ त होइन। त्यो पूजा आउँदी गर्दाखेरि चल्दैन नि त, ए हो अर्को चाहिँ चल्दियो भने। तर बासन त यसको नि आउने रहेछ ओए नगाडी चाहिँ फेरि अति खिच्चा गएर भाइले। यत्तिको मोबाइल त बनाइन्छ होला है हामी। यत्तिको मोबाइल बनाउनु सक्यो भने त भइहाल्थ्यो क्या हाम्रो लागि, धेरै पनि चाहिँदैन। तर यो कस्तो खालको चिया हो यो? हल्का कस्तो खालको चिया हो क्या होइन भाइ? यो त ऊ त झापातिरको चिया त अलिक यस्तो हुँदैन त हौ होइन, अलिक अर्कै हुँदो रहेछ यतातिर। पानी आइरहेछ हल्का फुल्का, एकदम चिल गुड भइरहेछ क्या। लुक एट दिस भ्यू। एकदम बढिया भ्यू छ, एकदम बढिया बब्बाल भ्यू छ क्या बब्बा। यहाँदेखि हेऱ्यो भने झन् यो रुख मरेछ यार, के भएर मऱ्यो यार यस्तो बल रुख।
यस्तो हेर्नु त सबै हरियो छ अनि यो चाहिँ मरेको देख्दाखेरि कस्तो अलिक अल्टर फिलमा आउने रहेछ क्या त्यही नि के छ केही कारणले मऱ्यो होला चट्याङ हानेको जस्तो छ क्या यसो हेर्दा चाहिँ अनि त्यही हो अब हामीले भ्यू स्यू बवाल एकदम इन्जोय गर्यौँ अलिकति गर्मी भइरहेको थियो कि अहिले चाहिँ एकदम पिसवाला फिल आयो अब ट्याक्क हामी यहाँदेखि निक्लिन्छौँ यहाँदेखि बब्बाल एकदम चिया बगानको भ्यूहरू बवाल छ यता केटाहरू फोटो खिच्दैछ एकछिन फोटो खिचिसकेपछि हामी निक्लिन्छौँ यहाँबाट त्यही हो होप यु आर इन्जोय दिस भ्लग जाडो यस्तो सिरैटो चलिरहेको छ नि सिरैटो चलेकोले चाहिँ अलिक जाडो बनायो क्या अरू त ठिकै हो अब हामी फर्किन्छौँ लगभग केटाहरू ड्याङ फोटो खिच्दैछ फोटो खिचिसक्छौँ अनि त्यसपछि हामी अघिकै त्यो होटलतिर जान्छौँ कटेजतिर जान्छौँ त्यसपछि अनि त्यही हो अनि निक्लिन्छौँ घरतिर आनन्द सो केटाहरू चाहिँ उता फोटोको फोटो हामी यता अब के भन्नु यस्तै छ जिन्दगी नखाइकन बाँचिने रहेन रहेछ त यो मरिया त्यो के खाला है हो नि दाइ हो खै अलि ठुलो कता छानी हानेको त अब नखाएपछि नखाइकन नबाँचिने भएपछि खाउँ न जे भेटिन्छ खाउँ न अब खाँदै खुसी हुन्छ भने त खानु पर्यो त सो फाइनल्ली हामी चाहिँ घुमेर माथि डाँडा घुमेर पनि तल झरिसक्यो आज त लास्टै भिड पो रहेछ त हौ कन्याममा त मान्छेहरूको अलि भिड रहेछ हो त्यही हो अब हामी सिधा त्यहाँनिर होटलमा जान्छौँ अनि हल्का केही च्याप्छौँ र त्यहाँदेखि सिधै हामी घर निक्लिन्छौँ सो एकदम बवाल मजा आयो यो धुपीको बोटहरूले अर्कै फिलिङ दिने हो झन्डै खुट्टा त्यो यस्तो भन्नु त गाह्रो हुन्छ त बेप पनि भएको छैन कसले पाल्ने हो होटलमा आयौँ अब यहाँनिर अलिकति हामी खान्छौँ त्यसपछि हामी निक्लिहाल्छौँ किनभने पुरै घटिसक्यो क्या अघि खाएको अब खाने अनि त्यसपछि सिधै घर जाने सो त्यही हो अब धेरै बेर टाइम वेस्ट पनि के गर्नु चल्यौँ है भाइहरू दाइ त हेर्नु भइसक्यो होइन नास्ता सो फाइनली हामीले चाहिँ खाजासाजा हानेर अब यहाँबाट लगभग निक्ल्यौँ अहिले कति बजे सुवास चार बजे लगभग 5 बजी पुग्छौँ 5 बजी हामी पुगिहाल्छौँ त्यही हो मोबाइलमा चार्ज पनि सकेन हो लेट्स गो अभी कम टु द खै चाबी ओ चाबी यार ओके लेट्स गो सो फर्किने क्रममा हामी यहाँनिर रोङ गाउँपालिकादेखि अलिक तलतिर ठाउँलाई थाहा होइन यहाँनिर रोकेर जे होस् फोटोहरू खिच्न एकदम बवालै छ है ठाउँ यहाँनिर अम्लिसो पनि रहेछ कुच्चो हुन्छ नि जुन बढार्ने कुच्चो यहीबाट निक्लिने हो सो फाइनल्ली हामी चाहिँ बुधबारे आइपुग्यौँ अनि आजको भ्लग यतै इन्डिङ हुन्छ एकदम मजा आयो घुम्नलाई चाहिँ आज घरमा चाहिँ अलिकति गाह्रो हुनसक्छ त्यही नि ठिक छ म म्यानेज हानिहाल्छु आज भ्लग अपलोड हुँदैन 1-2 दिन पछि हुन्छ त्यसपछि त म्यानेज भइहाल्यो सो त्यही हो आजको भ्लग यतै सकिन्छ थ्याङ्क्स फर वाचिङ